भने चाहिँ हल्का फुल्का नजानेर चाहिँ त्यस्तो खालको झाते कोली चाहिँ कुखुराको दालले चाहिँ काट्दैछ नि। नमस्ते साथीहरू, सबैजनालाई मेरो भिडियोमा स्वागत गर्दै र आजको मेरो भिडियो चाहिँ मैले स्टार्ट गरिसकेको छु। हेर्न सक्नुहुन्छ होला पछाडितिरै धमाधम काम चलिरहेछ, हामीहरूको चाहिँ दालले चाहिँ मसला काटेर लगाउँदैछ कि मसला है, गरम मसला चिकन मसलाहरू चाहिँ यहाँनिर डब्बामा लाउँदैछ। खाली भइसकेको थियो नि त नि, त्यही भएर चाहिँ डब्बामा धमाधम मसला भर्दैछ दाललाई चाहिँ। हेर्नु सक्नुहुन्छ र अर्डर पनि आउँदैछ। मोटा माछा सेरे अहिले एउटा अन्डाको मसला पनि अर्डर आयो। अब अन्डाको मसला पनि लगाइदिनु पऱ्यो। बिहान हामीहरू काम चाहिँ हल्का बिजी हुन्छ क्या, भरे 1-2 बजीतिर चाहिँ हल्का आराम हुन्छ हैन। अहिले बिहान चाहिँ पुरा धमाधम काम चलिरहेको हुन्छ क्या हामीहरूको चाहिँ, भ्याइ नभ्याइ भइरहेको हुन्छ क्या। अन्डाको मसला अर्डर आएको छ साथीहरू। अब अन्डाको मसला चाहिँ लगाएर दिइहाल्नु पऱ्यो फटाफट। तपाईँहरू चाहिँ हेर्दै गर्नु र साइज सपोर्टहरू दिनु होला, सब्सक्राइब गरेर जानु होला साथीहरू। दाजुको पनि काम गरेको 5-6 दिन भइसक्यो हैन। अब दाजुकोबाट चाहिँ अब दाकोबाट चाहिँ अलिकति अब प्रतिक्रिया चाहिँ लिऊँ न त नि, के कस्तो लाग्यो काम गरेर, कस्तो लाग्दैछ यहाँको ठाउँ, रहन सहन, खानापिना, जग्गाहरू कस्तो के लाग्दैछ सोध्नु त हल्का नि कस्तो के छ अब हैन। लु त अब दाजु भएकोमा जाउँ होला। दाजु चाहिँ यहाँनिर ढ्यान त भन्नुहोस् कस्तो के लाग्दैछ काम साम गरेर, यहाँको जग्गा ठाउँहरू, गरम ठन्डा चिसो मौसमहरू कस्तो के छ? ठिकै जग्गाहरू चाहिँ एकदम राम्रो लाग्दैछ, तर काम चाहिँ भने चाहिँ हल्का फुल्का नजानेर चाहिँ त्यस्तो अप्ठ्यारो लाग्छ। त्यही हो, जग्गा चाहिँ राम्रै लाग्दैछ अरे, तर काम चाहिँ अब होइन हल्का फुल्का नजानेर चाहिँ अलिकति अप्ठ्यारो लाग्दैछ। त्यहाँदेखि चाहिँ ल्याङ्ग्वेज भाषा यहाँ फेरि हिन्दी कसैले बोल्दैन क्या। दाजुले फेरि हिन्दी जान्दछ, अरू जान्दछ ल्याङ्ग्वेजहरू, तर तामिलनाडु जान्छ फार्स्ट स्टडी आएको र तामिल यहाँ फेरि तामिल मात्रै बोल्छ क्या, फेरि अरू केही बोल्दैन, खालि तामिल मात्रै चल्छ। र हामी दुईजनासँगै हुँदाखेरि त अब नेपाली सेपाली बोलिहालिन्छ, बुझ्छ। अब पकौडा एउटा अर्डर आयो, लगाइदेऊ। दाजुको चाहिँ अर्डर आयो, अब पकौडा दाजु लगाइदिन्छ, सिकाउँदैछु दाजुलाई हल्का फुल्का। अब आउँदैछ होइन, एकैचोटि त कहाँ आउँछ काम होइन र एकैचोटि पनि ल्याङ्ग्वेज पनि कहाँ बोल्नु सक्छ होइन र। अब बुझ्नु पऱ्यो, कम्ती नभए 2-3 महिना दिनु पऱ्यो। अब 4-5 दिन त हुँदैछ यहाँनिर आएको होइन। त्यही लागि चाहिँ अब अलिकति अब समय चाहिन्छ न कसो, अलिकति टाइम चाहिन्छ अब 1-2 महिना। तर पनि हल्का फुल्का चाहिँ फ्राई गर्दैछ। अब नडराइकन मैले अब भनिरहेको छैन, म यहीँ छुन्दैछु, नडराइकन लगाउँदै गर न त नि, के छ नि। 1-2टा त खराब भइहाल्छ, नयाँ त अब कसले न आमाको भुँडीबाट सिकिरहेको छैन। त्यही भएर चाहिँ नडराइकन लगाऊ, 1-2टा त भुल भइहाल्छ। त्यसको लागि म छँदैछु, हेरिहाल्छु, मालिकसँग कुरा गरिहाल्छु भनेर चाहिँ अब म चाहिँ उत्साह दिने के कन्फिडेन्स दिने नि। त्यही भएर दाजु चाहिँ धमाधम लागिरहेको छ। तर 4-5 दिनमा बहुत काम सिकिसक्यो क्या, बहुत सिकिसक्यो। जति सिक्दैन क्या, मैले पनि सिकेको थिइनँ होला यति दिनमा यत्रो काम चाहिँ, तर दाजुले चाहिँ बहुत सिकिसक्यो क्या 4-5 दिनमा। यति सिकेको भनेको मतलब बहुत हो क्या, बहुत हो। एकदम नयाँ मान्छे तर यति सिकेको भनेको बहुत हेर हो क्या। दाजुले पकौडा लगाएर पनि निकालिसक्यो। र तपाईँहरूको चाहिँ सपोर्ट चाहिएको छ तब नै एनर्जी मिल्छ साथीहरू, बुझ्नुभयो नि कुरा। त्यही लागि साइज सपोर्ट गर्दै जानु होला। म पनि यस्तो अब जाने नजाने पनि अब भिडियो चाहिँ ल्याउँदै गर्छु, तपाईँहरूले हेर्दै सपोर्ट गर्दै जानु होला साथीहरू, बुझ्नुभयो नि। तपाईँहरूलाई हामीहरूको ह्यान्डसम बाजेलाई देखाउने बेला चाहिँ ह्यान्डसम बाजे, मिट माई ह्यान्डसम बाजे यहाँ रोक्सी हाल्दैछु, काटिङ हाल्दैछ। काटिङ कसरी हाल्दैछ नेपाली काटिङ यहाँ चाहिँ हामीहरूको ह्यान्डसम बाजे यहाँनिर काम गर्छ क्या, रोक्सी हाल्दैछ। अनि आइसक्यो क्या हामीहरूको एकदम ह्यान्डसम बाजे, जे भनौँ भने जे कुरामा पनि हार मान्दैन क्या। सबै कुराको जवाब छ क्या हाम्रो बाजेसँग, सबै कुराको जवाब छ। यसो नगर भन्दा क्या नगर्नु, यसो नगर भन्दा क्या नगर्नु, यस्तो खालको के। र हामीहरूको ब्युटिफुल बोजू, मिट माई ब्युटिफुल बोजू। हाई सुलिङेमा यहाँ चाहिँ बोजू, यहाँ थालबुटुको धोएर दिने हामीहरूको एकदम ब्युटिफुल बोजू। जे भने पनि यसले चाहिँ सुन्छ। फेरि बाजेले चाहिँ भने जे भने पनि सुन्दैन, यो बोजूले चाहिँ जे कुरा भने पनि थालबुट एउटा थाल दिन्न भन्दा पनि धोएर दिन्छ, ग्लास दिन्न धोएर दिन्छ, जे भने सबै सुन्छ क्या। र सब्जी पकाएर
खुवाउँछ दिन्छ चिया खाने पैसा दिन्छ टुडे स्पेसल लिभर कुखुराको चाहिँ झाते कलिजै कुखुराको दालले चाहिँ काट्दैछ नि काटिङ चल्दैछ अहिले हामीहरूको बोजूले चाहिँ थालबुटुको धोएर दियो भने चाहिँ अहिले त्यो झाते कलिजो चाहिँ बनाउने र त्यो लागि चाहिँ धमाधम एउटा झाते कलिजो कटिङ चल्दैछ न कसो दा दाललाई पनि आउँदैछ तामिल बोल्दैछ अलिअलि मामा भनेर भन्दैछ दालले पनि एना 15 गरेर गर्दैछ दालले पनि अलिअलि डर चाहिँ जान्दैछ अब दालले चाहिँ अब झाते कलिजो कटिङ चल्दैछ त्यहाँदेखिको प्याज खुर्सानी काटेर मजाले फ्राई गरेर त्यहाँदेखि झाते कलिजो चाहिँ फ्राई गरेर अलिकति आफू पनि खाने हो न कसो दिने हो उतापट्टि र आफू पनि अलिकति खाने हो त्यहाँदेखि चाहिँ यतापट्टि चाहिँ दिने हो कि 1 कप मात्रै दिन त्यहाँ डेमोको लागि चाहिँ बाँकी बात अर्डर आयो भने चाहिँ लगाउँदै दिन यो खानुको लागि चाहिँ एक्चुअली होइन हामीहरू किचनको मान्छे लुकी चोरी चलिहाल्छ नि अलिअलि त कस्तो साथीहरू नयाँ दालाई चाहिँ रेस्ट पठाइदिइसकेको छु होइन अहिले 2 बजेको छ 4 बजीतिर आउनु भनेर भनेको छु अब नयाँ मान्छे हो धेरै अब यताउता पनि गराउनु भएन होइन नयाँ छ नि त नि र म त अब यहाँको अब पुरानै हो पहिलेदेखि काम गरिरहेको छैन मेरो चाहिँ अब त्यो साथी आयो भने मात्रै रेस्ट नभए त अब बिहानै आएको एकचोटि बेलुकाको 11 बजी जानुपर्छ नि रातिको 11 बजी जानुपर्छ कि यहाँ अब नयाँ छ उसलाई एक्लै छोडेर जानु भएन तामिल पनि बुझ्दैन अर्डर पनि के कसो लगाउनु पर्छ जान्दैन अब मजाले छिटो सिकिगयो भने चाहिँ मेरो रेस्ट छ नत्र भने त्यो दाला नै पठाउनु पर्छ अब कहिलेकाहीँ चाहिँ अब सधैँ चाहिँ होइन कहिलेकाहीँ जान्छ बिजी नभएको बेलामा चाहिँ बिजी भएको बेलामा चाहिँ जानु पाउँदैन त्यही हो र त्यही भएर दाला चाहिँ अहिले पठाइदिइरहेको अब शनिबार र आइतबार चाहिँ जानु पाउँदैन कि किनकि शनिबार आइतबार भुक्कु बिजी चल्छ नि त्यही भएर जानु पाउँदैन र मेरो रेस्ट चाहिँ अब यस्तै हो यहीँ अब किचनमै बसेको बिहान 9 बजी आएको अब रातिको 11 बजी जानुपर्छ अनि मलाई जानु मिलेन म गयो भने फेरि कम्प्लेन मात्रै आउँछ फेरि कम्प्लेन आयो भने फेरि मालिकलाई फेरि दिन्छ क्या के गर्दैछस् भनेर भन्छ नि